कता रे यो हामी चाहिँ एमन को बोर्डर साइडमा छौं बोर्डर चाहिँ सलालाबाट नौ घुम्टी सकेका छैनौं अन द वे छौं ठ्याक्क नेपालको नौ घुम्टी बाटो जस्तै है गजब छ सेफ्टी मेन चाहिँ सेफ्टी चाहिँ राम्रो छ के बाटोमा सेफ छ बाटो ट्राभल गर्नलाई अघि उकालो अहिले ओह्रालो है साथीहरुलाई उकालीमा पनि हजुर मोटर जाँदो रहेछ समुद्र हो है समुद्र नझुकिनु होला के भनेर झुकाएन भन्नु होला फेरि साँझपख चौतारीमा बुढापाका भेट हुँदा भइस लाटे भन्छ मलाई फर्की हाँसेर हेर्नेले पागल बनाएछ माछा मार्नेहरुले ती हुन्छन् कि बिस्तारै बिस्तारै यस्तो सुपर ठाउँ छ नि ओ छालायो छालायो ओए अहिले भिडियो अहिले भिडियो फेरि भेट्यो हेर्नुहोस् साथीले बाटो छेकेर साथीले बाटो छेकेर मस्को नजाऊ भनिरहेछ त हो मस्को नजाऊ भन्छ नि त साथीहरू बिस्तारै बिस्तारै अहिले घामले तातेर सर्पहरू पनि निस्किन सक्छ के What a location. What a location. Oh my god. Untouched beauty. Untouched beauty भन्छ नि अबुई आमा careful आमा अब यो यहाँ चाहिँ ठाडै छ है यो यस्तो सही सुपर आहा अन्टच भिडियो त्यो कोही गान मिल्दैन है त्यो गयो भने जोगिर जानुपर्ने हुन्छ है त्यो कति सफा सुग्घर कति गल्छ यो कति हेर्नलाई पनि कहिले यसलाई समाउ हैन केयरफुल है सुरजी अलिकति
मान्छे हिँडेर जान्छ मैले तल सुरेजी तलबाट जानु मिलिहाल्छ नि तल पुगेपछि हिँड्ने बाटो त त्यो सिटीबाट भित्र जानु मिल्छ कस्तो दामी के यो तल गर्नु छ ठाउँको बारेमा भन्नु होला के छ त यो होइन यस्तो मलाई कस्तो लाग्यो भने नि मान्छेहरू घुमिरहेको हुन्छ कहाँ गइरहेको हुन्छ होइन तपाईँ यही ठाउँमा भने नि मान्छेहरू त कति ठाउँ आउँछन् घुम्छन् नि तर 100 जनामा चाहिँ यहाँ आउने भनेको चाहिँ 10 जना हो कि सही सल्लाह आएर है सल्लाह आएर होस् कि होइन यहीँको मान्छे पनि के पनि यस्तो ठाउँमा आउने चाहिँ 10 जना हुन्छ त्यो 10 जना मध्ये चाहिँ परे हो कि हेर्नु न यस्तो अब तपाईँ जस्ट इमेजिन अलिकति तल हेर्नु त यहाँ अब यो चाहिँ सबै रुखहरू चाहिँ अहिले डडेला हाँस्छ होइन अब यो जस्ट यो हरियो हुन्छ नि जुन खरिब कति तपाईँले एक्सपिरियन्स गर्नुहुन्छ ल हेर्नु सुरेश यो अब नसोचेको एक्सपिरियन्स नेटवर्क छ त यहाँ त ओ माई गॉड पुलजी नमस्कार एक्सपिरियन्स रियल एक्सपिरियन्स ओ माई गॉड त्यो होइन त्यो शपथ ग्रहणको लागि थियो त्यहाँ हिजोको उसको लागि अनि तर भयो हामीले उयो गऱ्यौँ हजुर हजुर त्यो यहाँ पुरानो रहेछ हाम्रो वाट्सएपमा हेर्दै जाँदाखेरि भेट्यौँ ओ माई गॉड सोचे के हो यो होइन म फेरि उनी भएन त्यही त म त्यो राम्रै भयो केटाहरूले राम्रैसँग गरेँ अनि आज बेलुका एउटा सानो फेरि मिटिङ राखेको छ अर्को यस्तो डिस्कसनको लागि 4 नंबर गेट 4 नंबर गेट यहाँ हाम्रो साथी हुनुहुन्छ अहिले साथ भन्ने ठाउँमा छ अहिले ओमानको सलालाबाट 100 किलोमिटर अलि पर सुजन के हो तपाईँ एक्लै एक्लै यहाँ के गर्दै हुनुहुन्छ यस्तो धेरै पछि जिन्दगीमा धेरै ठाउँ घुम्यो है धेरै ठाउँ हिँड्यो तर यो ठाउँ चाहिँ एकदम एउटा अद्भुत क्या यो आनन्द अहिले बोल्दाखेरि खिच्दाखेरि त्यति राम्रो नदेख्यो भने नि जब आफै आइसकेपछिको फिलिङ्स आहा तपाईँ हामी त्यहाँबाट ठ्याक्कै छिर्ने बित्तिकै अघि हजुरले याद गर्नुभयो होइन ठ्याक्कै त्यो समुद्र यो पुरै समुद्र हेर्नु समुद्र पुरै समुद्र छ है कति राम्रो टक्कै यहाँ बसी यस्तो बाहिर घाम छ यहाँ शीतल छ है यस्तो आयो है अनि यो चाहिँ अब हामी सलाला भन्ने ठाउँमा सलालाबाट कति हो नि तपाईँको 100 किलोमिटर 100 किलोमिटर टाढा छ 100 किलोमिटर टाढा छ सात भन्ने ठाउँ रहेछ यो चाहिँ साह्रै नै राम्रो हजुर खरिबमा मैले सुनेको चाहिँ तपाईँको यो तलको चाहिँ रुखहरू छ नि यो अहिले त सबै सुकेर चाहिँ डडेल लागेको जस्तो देखिन्छ होइन यो पुरै हरियो हुन्छ अरे हरियो हुन्छ अनि त्यसपछि त्यो के भन्छ त्यो बादलहरू माथिसम्म माथि आउँदा चाहिँ हामी चाहिँ बादलभन्दा माथि के सही हो त्यस्तो देखिने अनि कस्तो राम्रो कि अहिले पनि अब त्यही इमेजिनेसन गर्दाखेरि यो पुरै हरियो हुँदा कस्तो देख्छ होला अब टक्कै कस्तो स्थिर समुद्र छ अनि एकछिन अघि याद गर्नुभयो भने तपाईँले यहाँ डल्फिनहरू पनि खेलिरहेको थिएँ कि यहाँबाट हेर्दाखेरि टक्कै स्थिर यसमा चाहिँ त्यो उफ्रिँदै जाँदाखेरि कस्तो मजा देखिन्छ कि विनोदजी अनि अब मेरो फिलिङ्स त मैले राखेँ के छ भने हजुरको फिलिङ्स एकदम रमाइलो ठाउँ हेर्नुहोस् मिस गर्थ्यो सलाला धेरैचोटि आएको हो यहाँसम्म आइपुगेको थिएन है अब त्यो नमिली टाइमहरू नमिल्ने हुनाले आज यहाँसम्म आइयो धेरै रमाइलो ठाउँ मिस गर्न नहुने ठाउँ है साथीहरू तपाईँहरू पनि यसो टाइम निकालेर आउनु होला सलाला आउनुभयो भने चाहिँ यो अल साहत भन्ने ठाउँ चाहिँ मिस नगर्नु होला एकदम रमाइलो बच्चालाई फ्यामिलीहरू ल्याएर एकचोटि घुम्ने पर्ने ठाउँहरू एकदम फोटोजेनिक ठाउँ पनि छ एकदम रमाइलो ठाउँ त्यही त अघि नै मैले भनेको थिएँ नि अब यो हेर्नु त यो सबै अहिले डडेल लागेको जस्तो देखिन्छ होइन यो हेर्नु त सबै डडेल लागेको यो सबै रुखहरू हो कि यो सबै त्यो तलदेखिको रुखहरू हो यो अब जब यो खरिब भने चाहिँ यहाँको पानी पर्ने सिजन हो है सिम पानी पर्छ यहाँ त्यो पानी परिरहेको बेला चाहिँ यो पुरै हरियो हुन्छ कि हरियो पनि कस्तो हरियो हुन्छ भने यो हाम्रो जमरा राखेको जस्तो हरियो क्या त्यो फ्रेस हरियो हुन्छ नि त्यो देखिन्छ अनि कति रमाइलो होला त्यो ठाउँमा त अब यो चाहिँ पुरै समुद्र हो कि यो पुरै समुद्र छ यहाँ केही छैन उयो सानो सानो बोटहरू अब हामीले आँखाले चाहिँ देख्छौँ यो अब यो क्यामेरा चाहिँ त्यति क्याप्चर गर्न पाएको छैन त्यो बोटहरू यो फिसरम्यानहरू होला बोटहरू लिएर हिँडिरहेछन् अनि यहाँ अघि हामी सक्क हेरिरहँदा डल्फिन चाहिँ उफ्रिँदै थियो कस्तो राम्रो क्या हेर्नु त ल आहा ल एउटा छुट्टै आनन्दै छ भने यता यहाँ चाहिँ अब राम्रो बनाइदिएको रहेछ अब सलाला गभर्मेन्टले चाहिँ अब यो चाहिँ राम्रै बनाइदिएको छ टुरिस्ट एरिया है हिँड्नलाई मिल्ने रमाइलो एकदम अब न त यो यस्तो नबनाए भए सायद सम्भव हुन्थेन यहाँ आउनलाई पनि धेरै राम्रो बनाएको छ हाम्रो सलाला गभर्मेन्टले रमाइलो एकचोटि घुम्नुपर्ने ठाउँ टाइम निकालेर साथीहरू सबैलाई आउनु होला केही इन्फर्मेसन चाहिन्छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोस् हामी पुरा फुल डिटेल दिन्छौँ माइन्ड हेड है तर त्यही त यो चाहिँ अब अघि उता माथिसम्म चाहिँ यो हामीले माथि यहाँ चाहिँ इन्ट्रान्स पोइन्ट हो होइन उताबाट आउने हो त्यहाँ चाहिँ हिँडेर आउनु मिल्छ तर यहाँनिर यो पोइन्ट छ नि यहाँ पोइन्टमा आएपछि चाहिँ उभिन मिल्दैन क्या सुतेर चाहिँ हाम्रो गुफामा छिराए जसरी
बिस्तारै आउनुपर्छ क्या यहाँ यो माथि अलिकति उ हो भने चाहिँ फेरि ढुङ्गा टाउ ठोकिहाल्छ अनि है ल हामी चाहिँ अब अहिले चाहिँ बिदा हुँदैछौँ है धेरै नै रमाइलो गर्दैछौँ हामी है दुईजना मात्रै है अनि ल यहाँ यस्तो देखिन्छ ठाउँ कस्तो ठाउँ छ अनि अघि नै ओमानी साथीहरू हामीलाई चिया दिएको थिएँ कावा दिएको थिएँ पिलाउनु दिनुभयो कस्तो छ अब यो पाटेछ ढुङ्गामा पनि यस्तो यो रुखहरू उम्रेछ रुख उम्रेछ ढुङ्गा भाइ चिसो पनि हावा चिसो माथिको टाउको माथिको हो चिसो हावा छ हेर्नुहोस् ल अब यो हो लागौँ अब यस्तै छ सुपर छ हामी पनि जाने बेला भयो है ल पछि भेटौँ ल बाई बाई